मैले डे 31 को भिडियोमा हजुरहरूलाई भनि नै सकेको थिएँ कि मैले माइक मगाएको छु भनेर अनलाइनबाट। सो भिडियोहरू बनाइरहेको हुन्छ नि त, अनि यो माइकबाट बोल्दा अलिक सजिलो हुन्छ भनेर चाहिँ यो माइक युज गरेको। सो सामान चाहिँ कहाँबाट मगाउने भन्ने लागिरहेको छ भने सामान चाहिँ सिन भन्ने एपबाट मगाउनु पर्छ। हजुरहरूले कसरी मगाउने भनेर थाहा पाउनु भएको छैन भने मलाई इनबक्स गर्नु, म चाहिँ हजुरहरूलाई सिकाइदिनेवाला छु। मैले नेपाल हुँदा नै किन्छु भनेको नकिनेर यहाँ पुगेछु। यहाँ पुग्दा त्यो पनि गिफ्टको रूपमा मैले यसरी माइक पाउँछु सोचेको नै थिएन क्या। खाली माइकको प्राइस नै 4000 छ क्या। मैले अरू सामान नि मगाएँ नि त। त्यही माथि होइन, यसरी फ्री गिफ्ट पाएको बेला अब मौका त मैले मात्र होइन, हजुरहरूले नि मौकाको फाइदा त उठाउनु पर्यो। सबैको बाटो चाहिँ हुँदैन, कसको बाटो हुन्छ नम्बर या जिमेल हालेर चाहिँ गर्न सकिन्छ। मलाई फलो गरेर इनबक्स गर्नु होला। हजुरहरूले जान्नु भएन कसरी गर्ने के गर्ने भनेर अलमलमा पढ्नु भयो भने चाहिँ मलाई इनबक्स गर्नु होला, मैले चाहिँ हजुरहरूलाई सिकाइदिनेछु। भिडियो त हेरिसक्नु भयो, हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। सो आजका लागि यति नै। बाइ बाइ गाइज, थ्याङ्क यू फर वाचिङ दिस भिडियो, लभ यु अल।